नमस्ते सबैलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी सिरुबारी घुम्न गइरहेका छौँ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला है त। अनि राम्रो भयो नराम्रो भयो कमेन्ट गरेर बताइदिनु होला है त। गाडीमा जाने अब सिरुबारी। दिदीहरू यसैमा हुनुहुन्छ। चालक चाहिँ मेरो भेनाजु हुनुहुन्छ। ल अगाडि ओहो उकालोमा त अप्ठ्यारो हुने रहेछ। हाइट छ नि हेर्नु नि। त्यहाँ म कसरी चढ्ने हो हेलो बन्द गरेछ हेलो भन्नु मामाले स्नान गर्छ हेलो त्यता नि हावा चाहिँ यतै हामी ट्याक्सी चाहिँ हो ट्याक्सी चाहिँ हो। आज बाज मिले अहिले साटम ल अहिले साटम ल एन्जोय तिन बार आउ त हल्ला नगर्नु बढी कुन सिकाएर आउ त भन्छी भाइ एन्जोय बाहिर आउ त तिन कल राखिस चम कफ्न बसौँ जाँदैछ भाइ। भाइ किन भाइ के भनेको योभन्दा हाइट बनाएर रहेछ होइन नि देख्दिनु म त के खानु आलुको होइन के
विश्वलाई पनि खै विश्व म गरिदिन्छु त्यतिकै कारण होला सब तिमीले गरेर विश्वलाई पठाइदियो त पर्दैन नि यस्तो आउँछ जाऊ क्या प्लिज हल्लिन्छ मलाई लानु पर्ने अगाडि नै आइदिनु थियो भाइले किन लगाइदिनु मलाई तपाईँलाई मलाई छैन माला छैन वेलकम है सरलाई वेलकम सिलबारी हजुर हजुर हेलो 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 मामा हेलो मलाई भिडियो बनाइदिनु भने
6 गाडीमा आउँदा आउँदै लामो छ बाटै हजुर अब केही एरियामा कसैमा 6जना तलतिरबाट 6जना बस्छौँ भने त बरु हामीतिर केटा एडजस्ट हुन सक्छ क्या 6जनामा मिलेर नि हाम्रो जस्तै बाबुहरूको चाहिँ हाम्रो ग्रुप राखेको छ नि त नाम त बाबुहरूको पनि टिपा नि त सानोको नानुको र मेरो गर्दा 4जना भइहाल्यो अनि सुशीला रोज गर्दा 6जना अनि 7जना भयो कि हाम्रोमा त यहाँ भन्न आइदैन गराउँदाखेरि कता हुने गराउँदाखेरि ठाउँतिर बाटो
यो विष्णु दिदी त जात्रै हल्ला गर्ने छ नानु दिदी फेरि के हो कि खाली ढिलो खाली ढिलो मिलाएर हाल्नु सामान अलि बाई बाई गर्दैछ अब फेरि फिर्ता हुँदैछ वर्ष त यही मन थियो बास्टारीको भन्नुहुन्छ त फर्काउनु पर्दा उता गएर बिना स्वयं जाउँ उतैबाट फर्काउनु चियाले चाहिँ भनौँ चिच्चारो ढुङ्गाना दाइलाई देखाइदिएको नानीले कहाँ हो भन्छु नानु ढुङ्गाना दाइको चिया पसली गएछ हो यो ढुङ्गाना चाहिँ हामीलाई चिया हाम्रो पाक्यो ल ल्याइदिनु यहाँ दुईटा दाइहरू यहीँ बस्दै गफ लाउनु होला कि त्यही भएर त्यो बिहानसम्म मैले भन्दाखेरि नबत्याउने ए हो र दाइ सिरुवारी जाने भनेर ल जाम घरमै ल्याइदिन्छन् चिया के सिरुवारी के लिएर जाने टक्राएर टुक्रो ल बसो चलो हुन्छ भनेर होला नि चलो बुढा दाइ बाबु जकेट कसले ल्याउँछ नानोटी त्यो जकेट यसो उ गरेर अन्टी भन्न सक्दिन बाटो यात्रामा त